ओहो बिमला बहिनी के हो बिहानै बिहानै धाराबाट पानी लिएर आएको जस्तो देख्छु त। धारातिर गएको थिएँ, पानी लिएर फर्किन्छु है। आहा बिमला धारामा धेरै मुख धोयो कि क्या? कति राम्रो देखेको त। तिमीलाई देखेर त यो घाम पनि फिक्का पो भएको छ त। माने दाइ यस्तो अनावश्यक कुरा नगर, पानी लिनु गएको बस त्यति मात्र हो। ए पर्खन बिमला, धेरै दिनपछि यो मनमा लागेको कुरा भन्न मन थियो। तिमीलाई देख्दाखेरि त मेरो मन नै रमाउँछ, यो आत्मा पनि खुसी हुन्छ। तिमी त मेरो जीवनकै ठुलो चाहना हो बिमला। म त तिमीलाई मन पराउँछु। के तिमी मलाई जीवनभरिको लागि साथ दिन्छौ? के रे के भनिस् तैँले? मैले त ख्याल सम्झिँदै थिएँ, त साँच्चै भनिरहेछस्? तेरो र मेरो न जात मिल्छ न घर मिल्छ। म जिमलको छोरी, त तल्लो जातको। तैँले यस्तो भन्ने आँट कसरी गर्छ? हेर्दै यस्तो माग्ने जस्तो छ, अझै मलाई मन पराउने रे। बिमला म बुझ्छु, म तल्लै जातको हुँ। यो समाजमा न मेरो हैसियत छ, न नाम छ, न घर छ। आखिर मन त मनै त हो नि बिमला। मायाले जात घर हैसियत हेर्दैन। मैले त मेरो यो चोखो मनले तिमीलाई माया गरेको। बस अब धेरै नबोल, यस्तो कुरा गर्ने आँट अबदेखि नगर। मेरो बाबाले थाहा पाउनु भयो भने त्यति बेला के हुन्छ तैँले बुझेछस्? ठिक छ बिमला, मैले बुझेँ। तिमीले मेरो माया स्वीकार्दैनौ भनेर यो मनले थाम्न नसकेर मात्र तिमीलाई भनेको हुँ। अबदेखि म चुप्प लाग्छु बिमला। तिमीले मलाई तिम्रो मनमा नराखे पनि तिमीलाई त म मेरो मनमा सधैँभरि राख्नेछु। अबदेखि यस्तो कुरा नगर मानी, तेरो लागि धेरै घातक हुनेछ।